हेलो साथी, स्वागत छ हजुरहरूलाई फेरि पनि मेरो अर्को नयाँ भिडियोमा। आज चाहिँ म मेरो प्यारो देवर बाबुको छोराको भात खुवाइमा गएको थिएँ। त्यही बेला यसो एउटा सानो क्लिप लिम भनेर ल्याइहालेको छु। गाइज, मेरो भिडियोलाई माया गरिदिनु होला, हेरिदिनुहोस्, लाइक नि दिनुहोस्, कमेन्ट नि दिनुहोस्। के साह्रो लोभ मानेको हो लाइक दिनलाई पनि, यसो एकचोटि औँलाले थिचिदिने त हो नि गाइज। अनि आज चाहिँ उता गथ्यौँ, अनि त्यसपछि चाहिँ यहाँ खाना तयार भइसकेको थियो। हामी जाँदा चाहिँ यता चाहिँ देउरानीले बाबुलाई उचाल्दैछिन्, टिका टाला हुँदैछ, पाहुनाहरू पनि आउनुभएको थियो मस्तै। देउर चाहिँ बिजी हुनुहुन्छ कि बाउ भएर होला, कहिले के गरेर पुरा यता चाहिँ मेरो आमाजी दिदी भिडियोबाट पनि धेरै सम्झना छ ल। फेरि पनि यहाँ चाहिँ सबैजना बस्नुभएको थियो। उता चाहिँ आमाजी चाहिँ खाना बाँड्दै हुनुहुन्थ्यो, मैले भिडियो बनाएको थिएँ उहाँलाई थाहा छैन। अनि उहाँ चाहिँ मासु बार्दै हुनुहुन्छ। कति मिठो मासु पकाउनु भएको थियो मेरो दिदीले। थ्याङ्क यू सो मच गाइज, मेरो भिडियो हेरिदिनु भएकोमा। कोल्ड ड्रिङ्क चाहिँ पछि भयो ल गाइज।